हेलो नमस्ते छ राधाको हेल्दी किचनमा स्वागत गर्दछु हजुरहरूलाई। आज चाहिँ म हजुरहरूको लागि फर्सीको तरकारीको रेसिपी लिएर आएकी छु। हजुरहरू हेर्दै गर्नुहोला म कसरी बनाउँछु भनेर चाहिँ। मैले चाहिँ फर्सीलाई 3 भागमा डिभाइड गरेको छु। अब त्यस्तै गरेर यसको बिजा चाहिँ अलिकति साह्रो भएको भएर म चाहिँ अब यसको बिजा पनि निकाल्ने हो। मैले चाहिँ अब यसको बिजा निकाल्ने तयारीमा लागिसकेको छु। एक एक गरेर चाहिँ म यसको बिजाहरू निकाल्छु। हजुरहरू पनि हेरेर स्टेप बाई स्टेप आफ्नो घरमा कसरी बनाउनुहुन्छ हजुरहरू पनि बनाउनुहोला। अनि मलाई पनि भन्नुहोला मैले बनाएको तरिका कस्तो छ, मलाई कमेन्ट गर्नुहोला हजुरहरू। सबैको चाहिँ निकाल्दाखेरि चाहिँ अलिकति टाइम पनि लाग्यो। अब चाहिँ म यसलाई लामो लामो गरेर काटेर अनि यसलाई सानो सानो पिसमा गर्छु। हेर्नु होला हजुरहरू पनि। मैले चाहिँ यस्तै गरेर सबै फर्सीको पिस पिस बनाएर राखेको छु। अब चाहिँ मेरो फर्सी काटेर अलमोस्ट सकिन लागिसकेको छ सानो सानो पिस गरेर चाहिँ। यो चाहिँ मैले काटिसकेको छु अनि यसलाई मैले पहिला पनि धोएर राखिसकेको छु है। मैले चाहिँ कढाई भन्दाखेरि पनि प्रेसर कुकरमा चाहिँ मैले तेल हालेर राखिसकेको छु। तेल चाहिँ आफूलाई चाहिने जति मात्रै, धेरै हाल्यो भने पनि यसमा तेल चाहिँ यताउति जान्छ, धेरै हुन्छ भन्दाखेरि पनि हुन्छ। अनि मैले यसमा तेल गरम भइसकेको थियो, त्यही भएर यसमा मैले मसला राखेँ। एउटा रातो खुर्सानी, यसमा मैले फर्सी हालेँ। पिसार हालेँ, स्वाद अनुसार नुन, कलरको लागि अलिकति खुर्सानी, अदुवा लसुनको पेस्ट अनि हरियो खुर्सानी। यसलाई चाहिँ हामीले एकछिन राम्रोसँग चलाउनुपर्छ। यसलाई चाहिँ मैले 2 मिनट ढक्कन लगाएर राखेको थिएँ। अलि सफ्ट हुने बित्तिकै मैले यत्तिकैमै विदाउट पानी यसलाई मैले सिटी लगाएँ। हेर्नुहोस् अलमोस्ट पाकिसकेको छ मेरो फर्सीको तरकारी। अब यसलाई चाहिँ म म्यास गर्छु डाडुले। हेर्नुहोस् अनि अब तपाईँहरूलाई कस्तो लाग्यो मेरो च्यानलमा गएर कमेन्ट गर्नुहोला अनि आफ्नो साथीहरूलाई चाहिँ सेयर गर्नुहोला। थ्याङ्क यू सो मच हेर्नुभएकोमा हृदयदेखि नै